साथीहरू नेस्टो मार्केटमा आइपुगेको छु हो म त के गर्दा हुन्छ यहाँ कस्तो भयो तपाईँहरूको आफ्नो परदेशी जिन्दगी जस्तो थियो अनि यहाँ राम्रो भयो होला समयको परदेशी जिन्दगीमा त यस्तै हुन्छ है तिहार पनि भएन दसैँ पनि भएन सबै कुरा भुलेर बाँच्नुपर्छ यो चाहिँ नेस्टो मार्केट हो नेस्टो मार्केट यहाँदेखि पर जम्मै लेबर क्याम्पहरू छ कति उज्यालो छ हेर्नुहोस् त जम्मै परतिर पनि मार्केट छ मार्केट त्यो चाहिँ नदिने मार्केट हो तपाईँहरूलाई देखाउँछु म त्यो साइडमा मार्केट तपाईँहरू ब्याक साइडमा लेबर क्याम्पहरू यहाँ रोड कति डेभलप छ हेर्नुहोस् त हाम्रो देशमा कहिले यस्तो विकास हुने यसलाई त अझै रुरल क्षेत्रमा भनिन्छ पो त विकास रुरल भनिन्छ धेरैभन्दा धेरै विकास छ यस्तै हो मेरो साथीसँग आइरहेको छु नेस्टो मार्केटमा साथी चाहिँ काम्रो मार्केटमा गरिरहेको छ म चाहिँ बाहिर छु तपाईँहरूले हेर्नुहोस् साँझको दिन देखाइरहेको छु क्या हेर्नुहोस् त कति रमाइलो छ क्या साँझको टाइम सबै मान्छेहरू हिँडिरहेका छन् मार्केटमा सामानहरू किनेर निस्किरहेका छन् मान्छेहरू यहाँ एक्सचेन्ज छ एक्सचेन्जमा पैसा पठाइरहेछ आफूलाई त छैन कहाँबाट हेर्नुहोस् जाँदैछ मेरो ब्याक साइडमा ट्याङ्कर कत्रो ठुलो छ ट्याङ्करहरू बसहरू छन् है नेपालमा त्यो ट्याङ्करै देखेको छैन मैले कन्टेनर ट्याङ्करहरू त्यस्तो देखेको छैन कि साथीहरू मेरो सर्ट ब्लगमा पुर्याउन चाहन्छु नेक्स्ट ब्लगमा भेट्ने हुन्छ